यो वाक्क लाग्दो जिन्दगी दिक्क लाग्दो दिन। हेलो नमस्ते, म सुरेन तामाङ। आज चाहिँ म भ्लग बनाउँदै दमकतिर जानु पर्यो अनि टक्क लाएर एक कप चिया पनि खाएर आउनु पर्यो भनेर म चाहिँ मेरो होम टाउनबाट निक्लिसकेको छु होइन। सो चोकतिर आउँदैछु। यस्तो बोरिङ डे छ आज, घाम लागेर बाफ्रे। त्यही माथि कालो मान्छे म, त्यही भएर फुल हेलमेट लगाएर चाहिँ म निक्लिसकेको छु गाइस होइन। अब मलाई झिझिलेबाट दम पुग्नु कम्तीमा नि 45 मिनट लागिहाल्छ, किनकि बाटो त्यस्तै छ अहिलेको एसियन हाइवे होइन। बाफ्रे, स्पिड कुदाउने चिप्लेर लड्ने डर, अनि बिस्तारै कुदाउँ भन्दाखेरि पाल छुने डर, तनावै तनाव छ। अब चाहिँ म लागेँ दमकतर्फ है। जाँदा जाँदै मेरो मायालुको फोन आए जस्तो लाग्यो। सो फोन चेक गर्नु पऱ्यो पहिला। नभन्दै नाम लिया सैतान आज जतिको भयो। अनि मैले चाहिँ उसलाई कल गरेर भने म एकछिन दमक जान्छु, चिया पनि खाएर आउँछु अनि ब्लग पनि बनाउनु निक्लेको भनेको। हे किन जानु पऱ्यो यस्तो घाममा, कालो न कालो मान्छे झन् डढेर झन् कालो हुन्छ भनेर भन्दै थियो मलाई। अनि मैले काले तँ क्या हुआ दिलवाले हे भनेको। हो खुब तिमीलाई कुरा आउँछ काहीँ नभएको गफाडी भन्दै थियो। अनि मैले नेक्स्ट जिस्काइदिएको नि, ल छिटो गएर छिटो आऊ, त्यहाँ दायाँ बायाँ होइन नि फेरि मलाई भनेर थर्काउँदैछ मेरो मायालुले। फेरि माको छुची छ, एक नम्बरको छुची छ क्या। अनि छिनमा रिसाइहाल्छ क्या। अनि फेरि मैले गीत गाएर फगाइहाल्नुपर्छ क्या उसलाई। जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने। यति गीत गाइदिएपछि मेरो मायालु खुसी। बाफरे, फेरि अहिले एसियन हाइवे बनाएर बाटो यस्तो झ्याउ छ नि गाइज, आम्मा। अनि मैले यसरी ब्लग पनि बनाएको थिइनँ क्या, जसले हेलमेटबाट बनाउँथेँ। अन्त हेलमेटबाट बनाउँदाखेरि बोरिङ भयो क्या। अनि यो भाइजरबाट बनाउनु पऱ्यो भनेर भाइजर लगाएको। हल्लिन्छ अलिअलि चाहिँ हल्लिँदो रहेछ है। अब फेरि बाटो पनि त त्यस्तै छ नि त यार, कस्तो अफरोड छ त होइन। मनाङ मुस्ताङमा कुदा जस्तो लाग्छ क्या कहिलेकाहीँ त, झापामा पनि क्या। अनि पिचमा चाहिँ फेरि कस्तो आउँदो रहेछ हेर्छु ल। अब बिचमा अलिअलि पिच पनि भइरहेछ नि त, त्यो पिचमा चाहिँ कस्तो देखिँदो रहेछ हेर्छु ल म, कतिको हल्लिँदो रहेछ है। पिचमा हेर्नु न कस्तो दामी होइन, सुनसान सरर यस्तो चिलमा। यो एसियन हाइवे कम्प्लिट भइसकेपछि चाहिँ साह्रै मजा आउँछ होला क्या। सरर वान वे है। दमक भित्ताबाट जानु पनि एकैछिनमा पुगिहालिन्छ, त्यस्तो टाइम पनि लाग्दैन, वान वे पनि हुन्छ। अहिलेको यो अफरोडमा त बाफ्रे पायल्सै हुन्छ नि हौ, कुदाउँदा हैरान हुन्छ नि। गर्लफ्रेन्ड पनि बस्नु मान्दैन, दुलो हुन्छ भनेर होइन। अनि कति गाह्रो छ हेर्नु त बाफ्रे। अनि अब चाहिँ यहाँ दाइहरूलाई म भेटेको छु, दाइलाई लिएर जान्छु, एक्लै जान्न होइन, दाइहरूसँग जान्छु, चिया कफी खाएर आउँछु। थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई मेरो मिनी ब्लगमा रमाइदिनु भएकोमा। अनि स्पेसल थ्याङ्क्स मेरो मायालुलाई।